आज मेरो बिहानीको सुरुवात यसरी भयो। हेलो गाइज, गुड मर्निङ। के छ, सन्चै आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु। म चाहिँ बल्ल भर्खर उठेको हो। म उठ्दा चाहिँ 7:30 जति चाहिँ भइसकेको रहेछ। हिजो साँझ चाहिँ रातिसम्म मुभी हेर्दै बसिरहेको थिएँ, त्यही भएर चाहिँ हेर्नु न उठ्नै सकेन भने। आजको मौसम पनि एकदमै राम्रो थियो, सरर हावा पनि चलिरहेको थियो बिहान बिहानमा हैन। अरू दिनमा त यतिखेर घाम चर्किरहेको हुन्थ्यो, आज चाहिँ शीतल छ, घाम पनि लागिरहेको छैन, सरर हावा चलिरहेको थियो। त्यसपछि म ब्रस गरेर हात मुख धुएर भाँडा माझ्नतिर लागे। भाँडा चाहिँ धेरै नै थियो कि, एक बाटा जति थियो। हिजो साँझ नै भाँडा माझ्छु भनेको पानी नै गइसक्यो रहेछ। हाम्रोतिर पानी 8:30 बजे नै बन्द भइहाल्छ। साँझमा खाना पकाएर खानुजेलसम्म चाहिँ 9:30 सम्म भइसक्यो हुन्छ। त्यही भएर हिजो यतिकै राखेको थिएँ कि अहिले माझ्दैछु। अरू बेला चाहिँ सानीले माझिरहेको हुन्थ्यो। सानी अलि बिजी भएको कारणले गर्दाखेरि आज चाहिँ म माझ्दैछु। अरू केही गर्न नसके पनि भाँडा त माझ्न सकिन्छ नि हैन र। त्यसपछि भाँडाहरू सबै माझिसकेर म चाहिँ लागे चिया बनाउन। टक्क लाएर ग्यास अन गरेर टक्क पारामा आगो बालेर चिया पकाउने भाँडो पनि दसाइहाले। त्यसपछि चियापत्ती र चिनी पनि टक्क रूपमा राखेर सानीलाई चिया हेर्न भने। त्यसपछि म चाहिँ समोसा लिन पसलतिर लागे। बिहान बिहान चिया र समोसा त खानै पर्यो हैन र। चिया र समोसा बिना त दिनको सुरुवात भए जस्तो पनि लाग्दैन। हजुरहरूको पनि बिहान बिहान चिया समोसा खाने बानी छ कि छैन कमेन्ट गर्नु होला। त्यसपछि म चाहिँ समोसा लिएर रुमतिर फर्किए। समोसा लिएर आउन्जेलसम्म चिया पनि उम्लिसकेको रहेछ। त्यसपछि टक्क लाएर कप निकालेर कपमा चिया राखेर म चाहिँ लागे चिया र समोसा खान। बिहान बिहान चिया र समोसा खानुको मजा पनि छुट्टै छ। टाटो टाटो चियामा समोसा ट्याप्प डोबेर खानुको मजा त आहाहा, यति मिठो हुन्छ कि कुर्रै नगरम। कति गफान्छ भन्नु होला, गफाने हैन साँच्चै भनेको कि। मलाई सेतो चिया भन्दा पनि कालो चाहिँ एकदमै मन पर्छ। पहिला पहिला सेतो चिया पनि खान्थे कि गाइस, ग्यास्ट्रिक भएर धन्नै मार्यो। त्यही भएर सेतो चियाबाट कालो चियामा सिफ्ट भएको है साथीहरू म चाहिँ। ल त साथीहरू, आजलाई चाहिँ यति नै। कस्तो लाग्यो हजुरहरूलाई मेरो मिनी भ्लग? सबैले साथ सपोर्ट गरिदिनु होला। फेरि भेटौँला अर्को न्यू भिडियोमा। तबसम्म आफ्नो ख्याल गर्नु होला। बाई बाई।